सेवा सबैजनालाई, मेरो आफन्तहरू, मेरो छरछिमेक, मेरो साथीहरूलाई। आज चाहिँ हामी मकै छोडाउँदैछौँ क्या। मकै चाहिँ हामीले यति छोडाइसक्यौँ नि त। अघि चाहिँ हामी जेठानी देउरानी मकै छोडाउँदै थियौँ क्या, गफ गर्दै। अहिले चाहिँ अब दिदी जानुभयो नि त खाना बनाउनु बेलुकाको लागि। अहिले कति 5 बज्न आँटिसक्यो, 4:53 भएछ। खाना बनाउनु जाँदै हुन्छ दिदी, त्यही भएर म चाहिँ एक्लै मकै छोडाउँदैछु यहाँनिर। मकै छोडाउँदा पनि हेर्नु न, यस्तो यहाँ ठेउला उठिसक्यो, अर्कोतिर यस्तो पिसिसक्यो। के गर्नु, छिमेक हो, साथी हो, आफन्त हो, आफूले मात्रै खाएर नहुने रहेछ। कुखुरा, सुँगुर, बाख्रा बस्तुहरूलाई पनि दिनु पर्यो, खुवाउनु पर्यो। त्यही भएर मकै छोडाउँदैछु म चाहिँ एक्लै यहाँ। यो चाहिँ मेरो फर्स्टचोटि सानो मेरो भिडियो भनौँ न, छोटो भिडियो तपाईँहरूको लागि। के कस्तो हुन्छ सल्लाह सुझाव दिनु होला, राम्रो नराम्रो के कस्तो छ हेरेर। सबै कुरा त अब जानेर आइएको हुँदैन, सिक्नुपर्छ। बिस्तारै सिक्दै जानेछु। मकै खेलाउँदै छ नि मेरो छिमेक हो, साथी हो। यहाँ मम्मीले, मायाले क्या, मेरो मम्मीले नि, मेरो सासू मम्मीले यो चप ल्याइदिनु भएछ क्या। लसुन चप कि के पो भन्यो भने म चाख्नु पर्यो ल। अब हजुरहरू पनि नजिक भए त म दिन्थेँ, के गर्नु मोबाइलबाट दिनु मिल्दैन। त्यही भएर म एक्लै खाएँ ल। अलिकति छोटो पनि सिक्तो पनि गरेर खानुपर्छ अरे क्या। मिठो बनाउनु भएको रहेछ। ननीले गर्दा फेरि कसरी मिठो भन्नुहुन्छ होला। मुखमा स्वाद परेको बित्तिकै चाहिँ मिठो भयो, एकदम टेस्ट राम्रो लाग्यो। आजको यो सानो मिनी भ्लगलाई हेरेर माया सपोर्ट गरिदिनु होला, सिकाउनु होला। आउँदैन मलाई। सबैजनालाई यही भन्न चाहन्छु, मेरो फर्स्ट सानो गाउँले भिडियो हो, हेरेर माया गरिदिनु होला।